Hello guys, welcome back to my channel. After a long time, I am making a vlog video. And she's laughing here. And today we आज हामी कहाँ जानु आँटेको पार्टीमा मान्छेले चाहिँ आज चाहिँ हामीहरू डिनर डेट जान आँटेको त्यो पनि धेरै स्पेशल छ किनभने उहाँलाई चाहिँ पार्टी बनाउन डालेको छौँ हामीले आज चाहिँ हामीहरू डिनर डेट जान आँटेको डिनर डेट चाहिँ हाम्रो आज स्पेशल छ किनभने यो डिनर डेट चाहिँ मेरो लास्ट इयरको बर्थडेको यसो गिफ्टहरू पाएको थिएँ मैले होइन अनि त्यसमा चाहिँ केही कुराहरू चाहिँ मैले अझै दिएको थिइनँ कि त्यो यसै कागजहरू थियो त्यसमा चाहिँ के माग्ने भन्नेवाला थियो होइन अनि त्यसमध्ये चाहिँ एउटा चाहिँ डिनर डेट अनि आज चाहिँ त्यसैमध्येको एउटा डिनर डेट चाहिँ मैले मेरो पति परमेश्वरज्यूलाई लिएर अनि उहाँले चाहिँ मलाई आज डिनर डेट लाँदै हुनुहुन्छ त्यो पनि मेरो चोइसको रेस्टुरेन्टमा हो आज चाहिँ हामीहरू जाँदैछौँ टेस्ट अफ इन्डिया यहाँ चाहिँ एकदम मिठो छ खाना त्यही भएर हामीहरू जाँदैछौँ सब परिवार भएर डिनर डेट हेर्नु होला कस्तो गर्छौँ के गर्छौँ केटाकेटीले दिएसम्म म चाहिँ भिडियो बनाउन कन्टिन्यू गरिरहन्छु यसरी बोलेको भिडियो चाहिँ म धेरै पछि हाल्दैछु क्या युट्युबमा त्यही भएर हजुर पहिलोचोटि पनि हेर्दै हुनुहुन्छ हो भने मेरो च्यानललाई लाइक सब्सक्राइब सेयर गर्न पनि नबिर्सिनु होला अनि किप वाचिङ गाइज ल भन त मलाई गाडी लगाइसक्यो गाइज उहाँ अब बोल्नुहुन्न उहाँ हुनुहुन्छ मेरा क्युटा क्युटी यता हेर्नुहोस् क्युटा क्युटी छोरो उहाँ हुनुहुन्छ क्युटी छोरी उहाँहरू चाहिँ पार्टीमा भनेर हिँड्नु भएको छ प्रिन्सेस बनेर सानो मम्माले पठाएको कपडा लगाएर सानो मम्माले पठाउनु भएको छ होला यो टी सर्ट यो प्यान्ट सबै अनि उहाँ फेरि कुटुक स्पाइडरम्यान भएर हिँड्नु भएको छ उहाँ चाहिँ एक बालिके जहिले सुकै हल्ला गरेको कराई गर्नुहुन्छ गाडीमा कपडा टोकेर फोहोर बनेर बस्नु भएको छ सारा दिदीले त्यस्तो गर्नु हुँदैन भनेर भन्छु मैले सुन्नुहुन्न उहाँहरूको बालिकाले त दुध खाँदै हुनुहुन्छ फेरि उसलाई यति हतार छ कि दुध खाँदा पनि बाहिर गाडी हेर्न पर्यो उठाइ छ ल सुतेर खाऊ अनि अहिले चाहिँ ठ्याक्कै यो अफिस टाइम भएर होला र यति धेरै ट्राफिक छ बाटोमा है हाम्रो चाहिँ पार्टी खान आइकन उसको पार्टी चलिरहेछ पार्टी चलिरहेछ दुईटा हातले यस्तो छ हाम्रो फ्यामिलीको डिनर आजको उनीहरूको डिनर चलै छ आएदेखि सारासँगको लागि काँक्रो आइसकेको छ यिनीहरू खाँदैछन् काँक्रो सारा यता हेर हामी आएको रेस्टुरेन्ट चाहिँ यस्तो छ नेपाली भाइब्स छ पुरै एकदमै राम्रो छ है यस्तो बाहिर पनि देख्न मिल्छ यहाँबाट हाम्रो यो फर्स्ट अर्डर आएको थियो के हो आलु टिक्की अरे आलु टिक्की खाँदै हुनुहुन्छ आलु खाँदैले समोसा चाट हुन्छ नत्र मेरो बोटु चाहिँ त्यो थियो मिठो छ सेकेन्ड अर्डर आएको छ यो चाहिँ हो चिकन चाट कस्तो चाट कस्तो मजाको फ्लेभरमा छ बाबु मेरो अर्को अर्डर आइसकेको छ
उहाँको पनि फेरि बिरयानी खाँदै हुनुहुन्छ ल गाइस हामीहरू चाहिँ खाएर फर्किसकेका छौँ यति मुठी सोप लिएर हिँड्नुको फेरि छुट्टै विशेषता छ बाहिर हिँडेपछि होइन रेस्टुरेन्टमा हिँडेपछि मेरा केटाकेटीलाई जसो तसो म्यानेज गरेर खाइयो अनि एक झोला चाहिँ लिएर हिँडेछु लेफ्टओभर म पनि सब खाँदै हुन्छ मैले सब खाएको देखेर अब नि त म पनि साँसित हेर्दिनँ हामी रिसा हाम कट्टी रिसाले चुर्सिन फेरि तपाईँ सोप मैले धेरै खाएँ भनेर रिस फेरि त सबको गुलियो चाहिँ उसलाई दिनु अरे मैले चाहिँ सोप मात्रै खानु अरे